हेलो गाइस नमस्ते। म हजुरको सेफ पवन। तपाईहरुले यो इन्ग्रेडियन्ट्स देखेर त थाहा पाइसक्नु भयो होला मैले के गर्न गइरहेको छु। तपाईले थाहा नपाए पनि म तपाईलाई भन्न गइरहेको छु। म आज के बनाउँदै छु भनेपछि म्याङ्गो सुसी बनाउँदै छु। तपाईहरुले धेरै नै मैले पोस्टहरु गरिरहन्थे म्याङ्गो सुसीको। मैले त्यस पोस्ट गरिरहेको कारणले गर्दाखेरि तपाईहरुलाई म त्यसको रेसिपी नै दिउँ अनि त्यसको प्रोसेस रेसिपी तपाईलाई म एक्युरेट बनाएर देखाउँ भनेर चाहिँ मैले यो म्याङ्गो सुसी बनाउन गइरहेको छु है। भिडियोको अन्त्यसम्म बनिरहनु। ल सुरु गरे है त। सर्वप्रथम हाम्रो नोरिसिड छ। सुसीको लागि एकदमै इम्पोर्टेन्ट हाम्रो लागि मेन भनेकै सुसीको नोरिसिड हुन्छ हैन। यस्तो 1.5 गरेको। अनि मैले राइस लिँदै गइरहेको छु। पहिला चाहिँ हल्का गलसमा माया लगाउँछौँ। यसले गर्दा के हुन्छ भने चाहिँ हाम्रो राइस ह्यान्डमा चिप्किँदैन है। राइस लिने तपाईँको 90 देखि 95 ग्राम। काट्नु त नि होल्ड गर्दै छैन काट्नु त गरेको छैन काट्नु त। ल यसरी पहिला यस्तो गराउने हैन। अनि पछि यो अगाडिकोलाई अगाडि यसरी राइस अगाडि पछाडि गरेर बराबर नोरिसिडको माथि फैलाउने हैन। हेर्नुहोस् यस्तो इजी हुन्छ। यसरी पुरा फैलाइसकेपछि अनि यसलाई हामीले चाहिँ नोरिसिड बाहिर साइड उरामा के हो त्यसले गर्दाखेरि चाहिँ माकी रोल भएको भए हाम्रो इनसाइड राइस रहन्थ्यो, आउटसाइड नोरिसिड रहन्थ्यो। यो हाम्रो उरा माकी रोल हो। त्यसले गर्दाखेरि चाहिँ हाम्रो राइस चाहिँ आउटसाइड हुन्छ। यसमा अब हामीले हाल्दैछौँ क्रिम चिज इनसाइड है। क्रिम चिज हाल्यौँ। त्यस पछाडि छ यो म्याङ्गो है। त्यस पछाडि यो इनोकी टेम्पुरा है। अब चाहिँ हामीले यसलाई रोल गर्छौँ है। अब चाहिँ यसलाई रोल गर्ने यसरी दुईचोटि तीनचोटिमा हाम्रो रोल डन है। फेरि साइडबाट यसरी सेप्ने, फेरि यसरी फिनिसिङ पुरा ल्याउने। हाम्रो रोल रेडी भइसक्यो। यस्तो हेर्नुहोस्। अब यसमा हामीले म्याङ्गो स्लाइस लगाउँछौँ। यसरी पुरा म्याङ्गो स्लाइस गर्ने। पहिला यो साइडको अलिकति साइड हटाउने। यसरी पुरा एकदम पातलो स्लाइस गर्नुपर्छ है यो सुसीको लागि। यसरी पुरा यसरी लिने, यसरी राख्ने अनि यसरी पछाडि धकल्दै लग्ने। म्याङ्गोलाई पछाडि धकल्ने। यसरी गर्नु हो भने इजी हुन्छ। रुख त देरी भयो भने यसरी पछाडि धकल्ने है। अनि यो भयो स्लाइस लागिसक्यो है हाम्रो। अब यसलाई यसले एकचोटि फेरि सेपमा ल्याउने। हल्का हातले प्रेस गर्ने है। यसरी हेर्नुहोस् हाम्रो रोल एकदम पर्फेक्ट बनिसकेको छ। ल बाँकी छ हाम्रो अब
देख्न सक्नुहुन्छ हाम्रो रोल एकदम पर्फेक्ट बनिसकेको छ है। अब बाँकी रहेको छ यसको कटिङ अनि प्लेटिङ है। मैले तपाईँले देखाउन गइरहेको छु। यसरी हल्का वाटर लगाउने नाइफमा सेन्टरमा काट्ने, पहिला सेन्टरमा, साइडमा, साइडमा, फेरि साइडमा, फेरि सेन्टर, फेरि साइड है। डन। हाम्रो सुसी 8 पिसमा कटिसकेको छ है। सुसी चाहिँ 8 पिस र 4 पिस हुन्छ अनि 6 पिस पनि हुन्छ। माकी रोलमा त्यसलाई 8 पिस पनि गर्न मिल्यो, 6 पिस पनि गर्न मिल्यो है। यो अब रहेको छ हाम्रो प्लेटिङ। प्लेटिङ म गर्दैछु। पहिला यसरी सरर म्युनिस हाल्ने, त्यस पछाडि यो तेरेगी उनागी सस पनि हाल्ने है। अनि यसलाई यसरी गरिदिने, यस्तो गर्ने है। हेर त कस्तो दामी देखिएछ होइन। तपाईँहरूले नि यसरी गर्नुलाई। ल मैले अब सुसी प्लेटिङ गर्नुलाई है। यसरी हेर्नुहोस्, टक्क टक्क राख्नुलाई यसरी पुरै यसरी थोरै ग्यापमा राख्नुलाई यसरी। धेरैले देखिरहेको हुन्छु यसको ब्यालेन्स बिगार्नु भएको हुन्छ, कोही धेरै ग्याप लिनुहुन्छ। यसरी थोरै यतिको ग्यापमा राख्ने सुसीलाई चाहिँ, यतिको ग्यापमा यसरी टक्क टक्क। देख्नुभयो? हेर्नुहोस् क्या सिधा, हेर्नुहोस् स्ट्रेट छ होइन। यस्तै स्ट्रेट लगाउनु होला है। ल अब बाँकी रह्यो हाम्रो यसमा म्युनिस हाल्ने। हाम्रो चाहिँ यो म्याङ्गो म्युनिस है। स्पेसली म्याङ्गो सुसीको लागि हामीले म्याङ्गो सस हाल्दैछौँ है। म्याङ्गो मायो, सरी म्याङ्गो मायो। गार्निसमा मैले हाल्दैछु माइक्रोग्रेन इडाबल फ्लावर है। गार्निसमा मैले हाल्दैछु मैले माइक्रोग्रेन इडाबल फ्लावर है। यसरी टक्क टक्क सुसीको माथि यसरी गार्निस गर्नुलाई। यसरी गार्निस गर्नुलाई हैन। अब यसमा जिन्जर अनि वासाबी हाल्न चाहिँ नबिर्सिनुलाई। सुसीमा चाहिँ यो चाहिँ यसको ससै यही हो है। सर्भ गर्दाखेरिको सस चाहिँ जिन्जर वासाबी चाहिँ हरेक प्रत्येक सुसीमा सर्भ गर्नुपर्ने हुन्छ हामीले। हेर्नुहोस् यस्तो दामी बनिसकेको छ हाम्रो सुसी होइन। तपाईँहरूले पनि बनाउनु होला, एकदम राम्रो। अहिलेको समरमा म्याङ्गोको सिजनमा यो एकदमै जाने गर्छ होइन। हामीले पनि यसलाई भर्खरै हाम्रो मेनुमा एड गरेको। तपाईँले पनि यसरी नै बनाएर आफ्नो मेनुमा एड गर्न सक्नुहुन्छ होइन। आफ्नो सेफलाई सजेस्ट गरेर हुन्छ कि कसरी हुन्छ, यसरी एड गर्नु होला। एकदमै दामी छ होइन। यसको रेसिपी चाहिँ तपाईँहरूले देखिसक्नुभयो। बनाउनु होला। भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद है।